कहिलेकाहीँ बच्चा-बच्चीहरू सँगै खेल्दाखेरि विभिन्न कुराहरू प्रयोग गर्छन्, जस्तै बिरुवाको पात अनि कागजबाट बनाइएको पैसा, त्यसैगरी सामान्य भाँडा, माटो, ढुङ्गा प्रयोग गरिरहेका हुन्छन् र टाढैबाट हेर्ने व्यक्तिले चाहिँ हेर्दाखेरि उनीहरूले प्रयोग गरेको थोकलाई सामान्य र व्यर्थको कुरा लाग्छ। तर सानो बच्चाहरूलाई त्यो कुरा नै एकदमै अमूल्य लागिरहेको हुन्छ र उनीहरूलाई एउटा सानो कागजको टुक्रा अर्को व्यक्तिले माग्दाखेरि पनि दिन रुचाउँदैनन्, किनकि त्यो नै उनीहरूको सम्पत्ति हुन्छ अथवा त्यो नै उनीहरूको निम्ति एकदमै महत्त्वपूर्ण भएको हुन्छ। तर उनीहरूको त्यो थोक चाहिँ हाम्रो निम्ति सामान्य थोक हुन्छ। ठिक त्यसै गरी हामीले पनि यो पृथ्वीमा धेरै कुराहरू प्राप्त गर्नको निम्ति कोसिस गरिरहेका हुन्छौँ र कतिपय कुराहरू पाउँछौँ पनि, जस्तै पैसा, धन सम्पत्ति अनि विभिन्न थोकहरू। जसरी बालबच्चाहरूले खेल्दा उनीहरूको निम्ति अमूल्य भएको थोक हाम्रो निम्ति चाहिँ सामान्य थोक मात्र हुन्छ वा भनौँ व्यर्थको हुन्छ। त्यसै गरी हामीले एकदमै अमूल्य ठानेका थोकहरू अर्को कुनै ठाउँबाट हेर्दा व्यर्थ पो लाग्छ कि? कहिले यस विषयमा विचार गर्नुभएको छ?